ल तररा यो तामाङटोल हो। यो चाहिँ यहाँनिर एउटा ड्राइभिङ सेन्टर छ। यो तररा ड्राइभिङ सेन्टर यहाँनिर छ, गाडी सिक्ने ठाउँ। हेर्नुहोस् त, यो तररा ड्राइभिङ सेन्टर। यहाँनिर बाइक, कारहरू, गाडीहरू सिक्ने ठाउँ यहाँनिर यस्तो छ। यता अगाडिको भ्यू पर गाडी सिक्ने ठाउँ। यो तामाङटोल। ल बाइक आयो उतादेखि। यहाँनिर पर चाहिँ मेन तामाङटोलको मेन चोक। म तामाङटोल जाँदैछु यहाँदेखि। यो पनि सबै तामाङटोलै हो, तर सेन्टर चाहिँ त्यहाँनिर। घरहरू यस्ता छन् यहाँ छेउछाउमा। यता तल्लोपट्टि यस्ता छन् घर। अगाडि सूर्योदय सनराइज हुँदैछ। यो बिहान कस्तुरी एकाडेमीको बस गयो। तरहरा घरहरू राम्रो घरहरू। यता घर यस्तो छ। यहाँतिर ध्वजा लगाएको घरहरू छ। यहाँनिर एउटा खोल्सा आउँछ। एउटा नयाँ घर बन्दैछ। यसो छ। यतापट्टि एउटा ठुलो घर। सबै तामाङको घरहरू जस्तो छ। ध्वजाहरू, बुद्धको ध्वजाहरू लगाउनु भएको छ। यहाँ एउटा पुल, यहाँ एउटा सानो खोला छ। खोला पानी त निकै पाइरहेको छ त। खोला माथिबाट आउँछ। यहाँ भयो यो सानो ब्रिज। अनि ब्रिजदेखि यहाँ यसो यस्तो छ पानी। यहाँनिर मजाको सानो कटेज। यता यहाँनिर एउटा घर च्याट्ट परेको। सानो नानी यस्तो छ है। ल है साथीहरू, मर्निङमा बिहान चिसो छ यहाँको मौसम। दिउँसो पनि खासै गर्मी हुँदैन। यो बिहान आजभोलिको मौसम चिसो छ, शीतल छ। चिसो भन्नाले खासै धेरै चिसो पनि होइन, तर गर्मी चाहिँ पिटिक्कै छैन। ल यो स्ट्याचु देख्नु भएको छ नि, बुद्ध चोक। यो बुद्ध चोक भन्छ यो चोकलाई। अनि यहाँदेखि माथि माथि एउटा फुटबल ग्राउन्ड छ। अनि त्यहाँनिर लिम्बूको माङ्गिम छ, राईको पनि छ त्यहाँ। यतातिर यस्तो छ। अब यहाँनिर हेर्नु होला, म यहाँनिर घुमेर तपाईँहरूलाई म देखाउँछु। ल यहाँ हेर्नु, यो चाहिँ यहाँको मेन बुद्ध चोक। यहाँ बुद्धको स्ट्याचु, बुद्ध चोक यस्तो छ यहाँको। यहाँनिर हेर्नु होला, अब यो वरिपरि यो भनेको अब उता पश्चिम जाने बाटो भयो। अनि यो यहाँभित्र यसो छिर्ने सानो गल्ली। अनि यतापट्टि यो पूर्व जाने बाटो। यो सिधा गएपछि उता हाइवेमा निस्किन्छ। इटरीदेखि धरान जाने हाइवेमा निस्किन्छ। अनि यो चाहिँ यहाँ मास्तिरसम्म जान्छ।
माथि जङ्गल जाने बाटो पनि भयो, फुटबल ग्राउन्ड पनि छ, याक्थुङहरूको माङ्हिम पनि छ, अनि राईहरूको मन्दिर जस्तो एउटा मन्दिर, त्यहाँ चण्डी नाच्ने पूजा गर्ने त्यहाँ एउटा ठाउँ छ, यतातिर चाहिँ त्यो भयो। अनि वरिपरि यस्तो छ। म क्यामेराले बिस्तारै रोलिङ गर्छु, हेर्नु होला है। यसो ल एक राउन्ड घुमाउँदाखेरि यस्तो छ यहाँको दृश्यहरू। यो तरराको यो मेन रोड भनेको यही हो। यता तल इटरीदेखि चाहिँ यो सिधा यो कोशी राजमार्ग, यो धरान हुँदै माथि धनकुटा, तेह्रथुम अनि शङ्खसभातिर यतातिर जाने यो बाटो हो। यहाँदेखि यता तल चाहिँ इटरी भनिसकेपछि त्यहाँदेखि नेपालको सम्पूर्ण सबै ठाउँमा जान सकिन्छ, पूर्व पश्चिम। अनि सिधै तल गएपछि विराटनगर, अनि त्यसपछि जोगमुनी इन्डिया, त्यस्तो त्यतातिर हो। यहाँ बस बिसाउने ठाउँ हो। अनि यो यहाँ पर देख्नुहुन्छ एउटा बोट, तपाईँले देख्नुहुन्छ हो। यो बोट भनेको चाहिँ कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश, यो चाहिँ त्यस्तो ठाउँ हो। यो चाहिँ उहिले धेरै अगाडि खोलिएको, यो पञ्चायतकालमा खोलिएको। यो चाहिँ तररा फार्म भन्छ यसलाई, त्यो हो। यहाँनिर बोट, यो साइन बोर्ड, सिग्नल बोर्ड देख्न सक्नुहुन्छ। अनि यो हाइवे, कोशी हाइवे, यो मर्निङ सनराइज यस्तो छ दृश्य यहाँको। यहाँ होटलहरू, यहाँ होटल कामधेनु, यो दुग्ध विकास केन्द्र, यो पनि धेरै पुरानो नाम चलेको कामधेनु। यहाँनिर बोट हेर्नु होला, कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड। यो होटलहरू यता, यहाँदेखि सिधा गएपछि यो जेब्रा क्रसिङ, अनि यहाँदेखि सिधा राइट साइड यता पश्चिम मार्ग, पश्चिमपट्टि गइसकेपछि चाहिँ अनि तररा बजार सुरु हुन्छ यता। ल यहाँ यो मेन बाटो चाहिँ यही हो, यो जेब्रा क्रस। त्यसपछि ल यहाँबाट तररा बजार, यो चाहिँ हाइवेदेखि पश्चिम। यहाँनिर चाहिँ तररा बजार, सपिङ सेन्टर, विभिन्न किसिमको होटलहरू। यहाँ रिजन होटल एन्ड क्याफे, यहाँ खाना बस्नको सुविधा भएको व्यवस्थित। यता यस्तो छ यहाँको बजार, चहलपहल, मर्निङको चहलपहल, फलफुल। म अलिक परसम्म जान्छु है, धेरै पर चहलपहल छ। बिहानको चहलपहल, सफारी, सिटी सफारी यस्तो छ।